नमस्कार। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम सलिनी आवाज रमेश बस्नेतको साथमा श्रृङ्खला 56। आजको पहिलो रचना प्राप्त भएको छ अरुण कुमार भुजेल गोरुबथान कालेबुङबाट। गरिब जनता जहिल्यै नि लाचार हुन्छ, यस्तै हो चलन निधारलाई प्रहार हुन्छ। गरिब जनता जहिल्यै नि लाचार हुन्छ, यस्तै हो चलन निधारलाई प्रहार हुन्छ। स्वदेशमा काम छैन विदेश पुग्छन् युवा, लाग्दैन विदेशी प्रथामा सुधार हुन्छ। स्वदेशमा काम छैन विदेश पुग्छन् युवा, लाग्दैन विदेशी प्रथामा सुधार हुन्छ। सदनबाट राम्रा कुरा आउँछ कि भन्यो, सांसदहरूमा सधैँ मारामार हुन्छ। सदनबाट राम्रा कुरा आउँछ कि भन्यो, सांसदहरूमा सधैँ मारामार हुन्छ। देश बनाउँछौँ भनी आएकाहरूलाई पहिले आफै बनिनलाई हतार हुन्छ। देश बनाउँछौँ भनी आएकाहरूलाई पहिले आफै बनिनलाई हतार हुन्छ। आशै आशमा बित्ने भो जीवन बेकारीको, न उद्योग धन्दा बन्छ न रोजगार हुन्छ। आशै आशमा बित्ने भो जीवन बेकारीको, न उद्योग धन्दा बन्छ न रोजगार हुन्छ। न उद्योग धन्दा बन्छ न रोजगार हुन्छ। एकदमै मिठा शब्द लेख्नु भएको थियो अरुण कुमार भुजेलले। यसै गरी शब्दयात्री लम्साल लम्सु दैलेखबाट मुक्तक पठाउनु भएको छ। तिमीलाई यो दिलभित्र सजाउन चाहन्छु, तिमीसँग नजिक छेउमा आउन चाहन्छु, मेरो माया बुझ्छौ भन्ने विश्वास छ मलाई। तिमीलाई यो दिलभित्र सजाउन चाहन्छु, तिमीसँग नजिक छेउमा आउन चाहन्छु, मेरो माया बुझ्छौ भन्ने विश्वास छ मलाई। जुनीभरि तिमीलाई नै मैले पाउन चाहन्छु, जुनीभरि तिमीलाई नै मैले पाउन चाहन्छु। एकदमै मिठा शब्द लेख्नु भएको थियो शब्दयात्री लम्साल लम्सुले। यसै गरी परिसरमी राजन एकलव्य नवबुद्ध नगरपालिका 10 काभ्रे दाप्चाबाट मुक्तक प्राप्त भएको छ। सँगै बसौँ आऊ केही सम्झना ताजा गरौँ, आनन्दका पल त्यही सिर्जना ताजा गरौँ, बितेका तिता मिठा परिदृश्यलाई त्याग्दै। सँगै बसौँ आऊ केही सम्झना ताजा गरौँ, आनन्दका पल त्यही सिर्जना ताजा गरौँ, बितेका तिता मिठा परिदृश्यलाई त्याग्दै। सुरुवात नयाँ उमङ्ग सही तृष्णा ताजा गरौँ, सुरुवात नयाँ उमङ्ग सही तृष्णा ताजा गरौँ। एकदमै मिठा शब्द लेख्नु भएको थियो परिसरमी राजन एकलव्यले। यसै गरी मगर मस्तबाट मुक्तक प्राप्त भएको छ। बनाउन त फुलले आफै थुङ्गो बनाउँछ, मान्छेले पो जानी जानी बुङ्गो बनाउँछ, यस्तो लाग्छ बेला बेला यो आकाश रोएर। बनाउन त फुलले आफै थुङ्गो बनाउँछ, मान्छेले पो जानी जानी बुङ्गो बनाउँछ, यस्तो लाग्छ बेला बेला यो आकाश रोएर। वर्षभरिको दूषित मन हलुङ्गो बनाउँछ, वर्षभरिको दूषित मन हलुङ्गो बनाउँछ। एकदमै मिठा शब्द लेख्नु भएको थियो मगर मस्तले। यसै गरी राजेश्याम घायल झापाबाट मुक्तक पठाउनु भएको छ। तिमीलाई उत्कृष्ट लेखक बनाउने चाहना हो मेरो, लेखकको भिडमा कृति दिलाउने भावना हो मेरो, सफलता आजको भोलि पाइने कुनै वस्तु होइन। तिमीलाई उत्कृष्ट लेखक बनाउने चाहना हो मेरो, लेखकको भिडमा कृति दिलाउने भावना हो मेरो, सफलता आजको भोलि पाइने कुनै वस्तु होइन। सङ्घर्षमा साथ दिइरहनु हृदयको कामना हो मेरो, सङ्घर्षमा साथ दिइरहनु हृदयको कामना हो मेरो। एकदमै मिठा शब्द लेख्नु भएको थियो राजेश्याम घायलले। यसै गरी श्री बहादुर केसी सैलुङ्गे भक्तपुरबाट मुक्तक प्राप्त भएको छ। नसम्झनु हजुरले पुरानो याद छ पिर्छ मसँग, स्मृतिको पहाड झस्काउने तस्बिर छ मसँग, विश्वासिला हातहरू जब लिलाम भएपछि। नसम्झनु हजुरले पुरानो याद छ पिर्छ मसँग, स्मृतिको पहाड झस्काउने तस्बिर छ मसँग, विश्वासिला हातहरू जब लिलाम भएपछि। जिए पनि मृत जस्तै अकेला शरीर छ मसँग, जिए पनि मृत जस्तै अकेला शरीर छ मसँग। एकदमै मिठा शब्द लेख्नु भएको थियो श्री बहादुर केसी सैलुङ्गे भक्तपुरबाट। यसै गरी हामीसँग ऋतुराज राई गोरुबथान कालेबुङबाट कविता प्राप्त भएको छ। अब परिवर्तन हुन्छ होला के, अब परिवर्तन आउला पहाडमा, गोर्खाहरूको सपना अब पुरा होला के, अब पहाडमा सुन्दर वातावरण बन्ला, युवाहरूले चाहे जस्तो समृद्ध पहाड बन्ला। 2017देखि चलेको आन्दोलनको बाटोमा ती वीर शहीदहरूले के अब न्याय पाउलान्?
यही प्रश्न गोर्खाको मनमा उठिरहेको छ, आशा र विश्वासको दीप अझै बलिरहेको छ। वर्षौँदेखिको गोर्खाहरूको सपना के अब साकार हुने बेला आयो? अधिकार र पहिचानको त्यो चाहना के अब पुरा हुने दिन नजिक आयो? के सरकारले अब मागहरू सुन्ला, न्याय र सम्मानको बाटो खोल्ला? के छिट्टै राज्य गोर्खाल्यान्ड सपना यथार्थमा परिणत भएर फुल्ला? यिनै प्रश्नहरू गोर्खाहरूको मनमा छन्। उत्तरको प्रतीक्षामा नजरहरू टोलाइरहेका छन्। परिवर्तनको आशा बोकेर आज पनि भोलिको उज्यालो दिनलाई खोजिरहेका छन्। एकदमै मिठा शब्द लेख्नुभएको थियो ऋतुराज राई, गोरुबथान कालेबुङबाट। अहिलेसम्म हाम्रो सलिनी आवाजलाई सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।